ल आज चाहिँ हामी कोरियाको गजेम्यान भन्ने एउटा सानो ठाउँमा घुम्न आएको छौँ दाइहरूसँग। एकदमै बवाल ठाउँ घुम्दैछौँ आज चाहिँ हामी। त हाम्रो दाइहरू हुनुहुन्छ, तर यो खुर्साली फोहोर रहेछ कि के हो तर त्यति फोहोर त छैन है, गना छैन। गाउँ धान चाहिँ हरियो भइसकेछ यहाँ छैन कि क्या हो पम्पचर, त्यो यसकै लागि त्यो मोटर चाहिँ युज गरेको कि क्या हो। ल आज माथि पहाड छ उँभो, कस्तो याद आयो यार तराईको यस्तो कहाँ के अरे यो धान हरियो देखेर। आएको छौँ हामी। ल सबै हेर्नु त यो अब यो घाम त्यो के अरे यो सोलर प्यानल राखेर होइन बत्ती निकालेको, पार्किङको काम पनि भयो अनि बिजुली पनि उत्पादन भयो। यो हो नि त हामी चाहिँ यो घर घुम्न आएको, यो ठुलो घर जाँदैछौँ, 4 जना छौँ घुम्नको लागि। कस्तो छ फर्स्ट टाइम आएको, अब भित्र छिरौँ, रमाइलो रहेछ। यो बिरुवाहरूको नाम थाहा छ र यो के हो? यो वा हाम्रोतिर त हुन्न है यस्तो, कि जङ्गलमा हुन्छ जस्तो लाग्यो यो त हाम्रो यो बिरुवा। जङ्गलमा हुन्छ जस्तो लाग्यो त। खोलाको जङ्गल किनार सेपिल ठाउँमा यस्तो। ल हामी चाहिँ अब यहाँ घुम्न आएको। यहाँ कफी सप पनि रहेछ सानो, कति सफा होइन है ठाउँ। यहाँ मोजै लाएर हिँड्यो भने पनि फोहोर टाँसिँदैन यार, जुत्ता नलाइ। ल घर यहाँ दाउरा पनि रहेछ हेर्नु त, सुक सुक छारा सिके। ल अब यो घर जाने हो। यहाँ कफी सप रहेछ क्या अरे, दामी रहेछ। अब यहाँ यहाँ इनार पनि रहेछ है। ए होइन पानी त रहेन छैन, देखाएको मात्रै रहेछ। यहाँ कफी खाएर बिसाउने ठाउँ रहेछ। वा दामी रहेछ है। ल ठाउँ हामी सबै देख्नुहुन्छ कि हिँडेको छ। टिका उपरभित्र होला काट्ने। र यहाँ टोइलेट यता छ। वा कति दामी हेर्नु है, यहाँ रहेछ। ए टिकट काट्ने यहीँ रहेछ नि त। अब यो घरभित्र जानका लागि चाहिँ यहाँ मेप फेसोमा गएर टिकट काट्ने, त्यस पछाडि जाने हो। वा वाटर पार्क पनि रहेछ नि त त्यहाँ। यहाँ चाहिँ 네명이요. 4명. 예, 안에 들어갈 네, 도미. 돈이요. 네. 성인 4분이죠? 네. 네. 2만원입니다. 네. 카드를 좀 꾹 눌러주실까요? 방향을 바꿔서. 네, 여기 있습니다. 감사합니다. 시간 없지요? 5시까지 입장이고요. 네. 5시 50분까지 나오시면 됩니다. 알겠습니다. जाने हो। टिकट काटिसकेको जाउँ सबैलाई। धेरै नलिँदो रहेछ, इमानवान रहेछ 4 जनाको। जाउँ एउटामै हुने रहेछ होइन त, नेम्याङ त हो त, इल्बान अरुण नेम्याङ। इमानवान। ल दामी रहेछ है ठाउँ चाहिँ।
अब हामी जाँदैछौँ भित्र यो घरमा के यो फलेको होइन झुन्डाको चाहिँ रहेछ ल ड्रोन चाहिँ अहिले भाइ निक्लेर उडाउँ है पहिले पस्छौँ भित्र दिन छ तर के अरे यो कति इफेक्ट 80 ग्राम हो नि त त्योभन्दा माथिको चाहिँ हुँदैन रहेछ त्यो तर व्यक्तिगत घरहरूमा चाहिँ नहुँदो रहेछ यो हजुर भित्र हो ए हो ल यहाँ सोधौँ न अहिले यहाँ रहेछ यो हो लेम्याङ हो दामी रहेछ है ल हजुर दिन्छ के नदिनु वा त्यो के हो यस्तो त्यो गर्नु त यता ल यहाँबाट चढ्ने रहेछ हिँड्नु त अगाडि वा यतिको दामी ठाउँ चाहिँ रहेछ यो ठाउँमा चाहिँ गजेम्यानमा चाहिँ बस टर्मिनलबाट आधी घन्टा मात्रै दाइ आधी घन्टा मात्रै आइपुगिने रहेछ यहाँ चाहिँ बस टर्मिनलबाट 30 मिनट 50 भन्दा माथिको बस चढेर आयो भने यति दामी ठाउँमा आइने रहेछ वाउ ल यहाँ चढिसके पछाडि अब रमाइलो लागिरहेको है भाइ ल दामी ठाउँ रहेछ नि त यहाँ त रुखहरू एकदमै धेरै हुँदो रहेछ मान्छेहरू पनि यहाँ के को रुख हो यस्तो वा ए यो यस्तरी रहेछ है घुमेर आउने रहेछ ल दामी रहेछ वाउ हामी 4 जनाको एउटा फोटो लियौँ त यहाँबाट आउनुहोस् त सबैजना यहाँबाट ताउदो यस्तो पनि रहेछ अब चाहिँ यहाँबाट एक राउन्ड घुमेर ल कति दामी ठाउँ रहेछ त नि यहाँ होइन ल जाउँ ल ढुङ्गाको गेट जताबाट गए पनि एउटै रहेछ क्या यता र उता झुक्किएर वा एउटा यस्तो रहेछ नि त ए यो कतातिर आइपुग्यो ओ यहाँ फोटो सेसन ए गुणमा बसेर हामी आफै खिच्ने भनौँ न पैसा तिर्नु पर्छ होला नि त नि ए लुचाउ भयो हामीलाई फोटो खिच्नु पर्दैन मुनि रहेछ यतातिर जङ्गल खेगोक रहेछ यता वा कति दामी रहेछ यो ठाउँ त नि त्यो रहेछ यहाँबाट उँधो झरिसके पछाडि वाउ होइन दाइ कता गयो फोन गरेर अहिले यहाँ फोटो खिचौँ है दाइ हामी नि एकपटक जीवनमा हो यहाँ यस्तो ठाउँमा हजुर आउँछ राम्रो ल त्यो दामी रहेछ कि उँधो जाउँ न त अहिले एकछिनमा ल त्यो दामी ठाउँ रहेछ नि त यहाँ माथि वा ओ यहाँबाट यस्तो रहेछ नि त वा रहेछ ल वा
जस्तो छ साउन्ड बनाएको हो त पुरा ठाउँै पो रहेन त अर्कोतिर रहेछ यताबाट यता गइसके पछाडि यहाँबाट त्यो चाहिँ यता भित्र गइसके पछाडि यहाँबाट मिकुरप सुन्नी द छोसीमासे हो वाउ दामी रहेछ यहाँ यस्तो रहेछ नि ठाउँ त दाइ यति दामी रहेछ साँच्चै मैले सोचेँ भन्दा नि राम्रो रहेछ त यहाँ ठाउँ त ल त्यहाँ हेर्नु त के हो यस्तो वा चरा जस्तो कराउँछ त ल दामी छ यति दामी रहेछ ठाउँ त पानी ल वा जङ्गल यहाँबाट यता जानुपर्ने रहेछ वा त्यहाँ पुग्नुपर्ने रहेछ यो माथि ल दाइ चाहिँ उहाँ पर हुनुहुन्छ उहाँ नै फोटो खिच्नु पर्थ्यो यो उनको सिमेन्टकै होला दाइ सिमेन्टको बनाएको क्या आर्टिफिसियल दामी रहेछ ल कति दामी रहेछ ठाउँ त राम्रो रहेछ नि त झर्नाहरू त्यहाँ यो के को रुख हो दाइ लामपाते जस्तो छ त यो त पिपलको रुख होइन यो पिपल यो के हो यो बर हो काफल कुन हो ए यो काफल हो काफल यो बर भयो होइन यो चाहिँ के हो त यो काफल हो स्वामी हो कि यो बर भयो यो जमुना स्वामी ए बाख्राले घाँस खान्छ है यो जमुना पो भनेर सिमल भइहाल्यो सिमल यो डाँडा खाइरहेर पो त होइन के सिमलको यस्तो हुन्न कटन ट्री भनेको के हो यो वा दामी छ त हौ दाइ धेरै पैसा कमाएर यस्तो चाहिँ घर बनाउनु पर्ने गजेम्यान यो फुल त हाम्रोमा पनि हुन्छ वा दामी रहेछ ठाउँहरू त यति बौवा रहेछ कि वाउ यस्तो हो नि त ठाउँ त यार दामी रहेछ यार माथि जाउँ त के रहेछ माथि गइहेरौँ के रहेछ के हो यता अप ऊ मात्रै हो क्या हो भ्यू हेर्ने मात्रै रहेछ त त्यही पनि आइहाल्यो जाउँ
आयो यो ए यस्तो पो रहेछ यहाँबाट चाहिँ सर्लक्क सबै देखिने यतातिर ए यस्तो पो रहेछ त्यो ऊहरू चाहिँ जङ्गलै रहेछ पुरै ए चरा रहेछ त यो कराउने यहाँ चरा नै रहेछ नि त नि ल सुगा हो नाम रहेन ए त्यहाँ लेखेको रहेछ त त्यो उनका साङजिङ ओरेन्जी छास्मिन रहेछ माराया के हो यो पानी सुला त कति दामी रहेछ ऊ यहाँ पनि चरा छ कि क्या हो अर्को चाहिँ यहाँ पनि चरा छ कि ए छैन रहेछ है ए होइन रहेछ त्यो साउन्ड बनाएर रहेछ साँच्चै दामी ठाउँ रहेछ है दाइ ल खोइ ए यो केरा ए ए हुँदो रहेछ त जरै अर्को छ अनि त्यो केरा सोको लागि रहेछ है सुपाथी फुलुरुम के हो यो ल यहाँबाट यो त रियल केरा हो नि हाम्रो देशमा हुने खालको केरा हो यो बिबिरा कि के भन्छ नि ए यो पाइनापल चाहिँ यति सानो छ त ए के हो यसको नाम भोगटे होला नि भोगटे त ठुलो हुनु भने त रुख त ऊ मेवा त रहेछ हेर्नु कचरक्क परिहाल्छ ए कोरियामा नपाउने चिज है हो मेवा त खोइ के हो यो लेमन त रहेछ त नहुने रहेछ है यहाँ लेमन कफी पनि रहेछ नि त हेर्नु त कफी के कराउँछौ ए भित्रपट्टि जाउँ एक लट भित्रपट्टि जाउँ यतातिर ए ल यो होङफिजो भन्ने रहेछ ल रातो छ त दाइ अनि यो पाइनाप्पल त रातो छ त अनि सोको लाग्यो ए के हो यो त यो हुरा मङ्की नो क्लाइम हुरा अरे यसको नाम वा दामी छ यति रहेछ टुङ्ग्यो ए यतापट्टि रहेछ त के हो यो यो फिजे फाप्छो तर यो हेर्दाखेरि त पेट त अर्कै खालको छ त्यो चाहिँ अर्कै छ ल यो ऊ होइन गाजा यो होइन नोराङ आम्चो यल्लो यसले ल यो के हो फेरि हेमान हाङ्गुन जमैखा अरे यो जामाइखा यो नेपालमा हुन्छ हुँदैन जमैखा नेपालमा हुन्छ जमैखा यो इन्डोर प्लान्ट हो क्या
यो के हो फेरि यो त हुन्छ नेपालमा यो के हुँदैन यो यो चाइनिज बनियन पान्डा रहेछ यो के हो यो भित्र चराई लिएर राख्यो भने नि हुर्किन्छ कि हुर्किन्न होला खाने ठाउँ चारोहरू दिने बाहिर त्यो चाहिँ है फोहोर हुन्छ खोल्ने ठाउँ रहेछ ए फेरि यहीँ झर्ना हेर्नु आइपुग्यो त वा दामी छ यतापट्टि झर्ना गइसक्यो ए देखेँ त्यो पनि डिजिआईकै हो डिजिआईकै त्यो पनि डिजिआईको त्यो मोड के मोडेलको नाम छ मैले बिर्सेँ कुन चाहिँ हो जलुका हो यो वाउ पिँडालु पनि रहेछ त दाइ यो त हुन्छ हाम्रोतिर पनि ए रुख भनेको चाहिँ त होइन रहेछ नि रुख त बोक्रा टालेको रहेछ होइन ल गद्दा बिछाइदिएको रहेछ यहाँ पानी वाउ वा दामी यताबाट नि बाहिर निक्लिने